जेएनजी आन्दोलनमा 73 जना मर्दाखेरि चुइक्क नबोलेको विद्यार्थी सङ्गठन होइन झोले सङ्गठन अहिले के खाना फेरि अर्का देशमा युद्ध हुँदा बोलिरहेछ त। लाज भन्ने छैन, घिन भन्ने छैन। यिनीहरूले भात खान्छन् कि गु खान्छन् यार। यति कुरा ख्याल राख। त्यो देशले हाम्रो देशलाई नेपाललाई नजर मात्र राख्यो भने तिमीहरूको नेता त्यो टोयलेटको पाल हुन्न त्यहाँ मन्टो घुसाएर बस्ने हुन् के। त्यो पनि छोड, अमेरिकाको कुरा छोड। इन्डियाले सुद्धा चुइक्क केपीलाई छोप्ने हो भनेर भन्यो भने केपीको त्यो हुन्छ त्यो टोयलेटको त्यो दुलोभित्र मन्टो घुसाएर लुक्नेवाला हो। तिमीहरूले गु खान्छौ कि भात खान्छौ यार। आफ्नै देशमा के भएर आफ्नै आमा लङ्गडी छिन्, अर्का आमाको चिन्ता नगर न। अन्टीको चिन्ता गरेर हुन्छ। आफ्नै आमालाई लङ्गडी छिन् भने त्यसलाई सहायता दिने हो क्या, अर्की आमाको ख्याल नगर्ने होइन। यति कुरा ख्याल राख। लाज भन्ने घिन भन्ने छैन तिमीहरूलाई। झोले सङ्गठनहरू गु खान्छौ कि भात खान्छौ या तिमीहरूले। लाज भने अझ गो ब्याक अमेरिका गरे हिम्मत हेर न। त्यो इङ्ग्लिस पनि कलेज सिकाएको हो, तिमीहरूले जाने त होइनौ। त्यति कुरा तिमीहरूले अमेरिकाको एमबिसीलाई त्यही ट्याग गरेर हाल्न सक्दैन नि। त्यही आइएनजिओ एनजिओ के एउटा परिचालन होइन तिमीहरू पनि त्यही अमेरिकाको पैसा खाएर बसिरहेको छैन। लाज भन्ने छैन। अझ देखाएको अरे तिमीहरूले जनतालाई जति बेकुफ बनाउँछु भन्छौ नि त्यति जनता बुझ्दैछ क्या। हस् त, नमस्ते।